प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावलाई लक्षित गर्दै एक ठूलो राजनीतिक प्रस्ताव अघि सारेका छन्। सार्वजनिक मञ्चमै प्रत्यक्ष बहस। केपी ओली भन्छन्, जनताले नेताहरूको सोच, नीति र दृष्टिकोण सिधै सुन्न पाउनुपर्छ। म खुला बहसका लागि तयार छु। यो भनाइसँगै राजनीतिक तापक्रम अचानक बढेको छ। सबैको नजर अब एकै नाममा अडिएको छ, काठमाडौँका पूर्व मेयर र युवाहरूको आशा बनेका नेता बालेन शाह। तर बालेन शाहको जवाफ भने अपेक्षाभन्दा फरक आयो। बालेन भन्छन्, म ती पुराना नेताहरूसँग एउटै मञ्च साझा गर्न सक्दिन, जसको शासनकालमा जनताले पीडा भोग्नु पर्यो। यो जवाफसँगै बहस झनै चर्किएको छ। एक पक्ष भन्छ, बहसबाट भाग्नु लोकतन्त्र होइन। अर्को पक्ष भन्छ, बहसभन्दा पहिले जिम्मेवारी र जवाफदेहिता चाहिन्छ। अब प्रश्न उठ्छ, के यो बहस साँच्चै हुनेछ कि यो चुनावी रणनीति मात्रै हो? र सबैभन्दा ठूलो प्रश्न, जनताले कसलाई विश्वास गर्ने? पुरानो अनुभवलाई कि नयाँ सोच र साहसलाई? निर्णय अब जनताको हातमा छ।